चाहिँ पत्र पठाउनु पर्ने हो त यहाँ उपस्थिति किन छैन क्या हाम्रो जातको चाहिँ अनि यो पाइपको पानी त सबै जातले खाने होला नि त सबै धर्म त्यति गर्छु अब 74 वर्ष मान्छेले के गर्छ र बाबा भनेपछि ती 3 वर्षसम्म हजुरहरु यसरी खटिँदाखेरि अब हामी धरानवासीले चाहिँ साथ दिने कि नदिने त उहाँलाई उसले एक्लै त देश बनाउन सक्दैन नि त भनेको जुन प्रतिबद्धता पानी धरानलाई खुवाउँछु पहिलो प्रतिबद्धता उनको यो दोस्रो क्याम्पको चाहिँ बिजुली हटाउँछु भनेर दोस्रो हैन सबै कुरा सबैलाई थाहा छ तर काम गर्न सघाउन आउनु पर्यो नि त यहाँ मुखले बोलेर त हुँदैन नि त भाषा काम गर्न सघाउन त आउँछ नि त यी नआकाउने मान्छे हाम्रो जाति कोही त यो नाक कोही क्या किन आएन भने त्यहाँ भन्नु हैन किन आएन भन्ने यहाँ आएको ठाउँमा तपाईहरुले कुरा गर्न पाउनुहुन्न जुन ठाउँमा आएन त्यो ठाउँमा भन्ने हो यो कुरा हो एउटा छलफल मात्रै के हामी 2200-2500 श्रमदानमा जाँदाखेरि हामी 5 जना मात्रै क्षेत्री बाहुन हुन्छौँ हैन त्यहाँ थोरै थियो होला क्षेत्री बाहुन त्यहाँ तपाईले जनचेतना फिजाउन सक्नु भएन जनचेतना फिजाउन सक्नु पर्यो म एक्लै कहाँ सक्छु त हो तपाईका छिमेकी राम्रो छैन होला क्षेत्री बाहुनै छैन यहाँ रहेछन् क्षेत्री बाहुन अनि सबै राजनीतिमा छन् त त्यहाँका त आउँछन् त सबैले मद्दत यो जातको त पुरै गर्ने भयो यहाँ जातको कुरा नगरौँ धर्मको कुरा नगरौँ सबै जातले काम गर्छ सबै धर्म यस्तो के जे पनि अहिले छलफलहरू भइरहेको छ अहिले जस्तो मेयर हर्क साम्पाङले चाहिँ हर्क साम्पाङ बोल्नु अहिले एकछिन अहिले एउटा संगठन विस्तार गर्दै हुनुहुन्छ होइन अब त्यो विस्तारका उसमा पनि संगठनमा पनि चाहिँ हाम्रो जात देखिँदैन क्या अनि किन कहाँ लुकेको हो क्या यो नाक अनि श्रमदानमा पनि हामी श्रमदानमा 5 जना मात्रै छन् अनि त्यो घरै पछि पत्र पठाउनु पर्ने हो त यहाँ उपस्थिति किन छैन क्या हाम्रो जातको चाहिँ अनि यो पाइपको पानी त सबै जातले खाने होला नि त सबै धर्मले खाने होला सबै पार्टीको मान्छेले खाने होला हामी श्रमदाताको हाम्रो 13 मा त यो पाइपमा बोकेको पानी त जाँदैन हामी त 13 बासी हामी 13 को मान्छे उहाँ 20 को विष्णुपादुका जाने पिच रोडमा ढुङ्गा बोक्यौं अनि भन्न खोजेको चाहिँ मैले हामी धरानवासी चाहिँ सबै जुट्नु पर्यो के श्रमदानमा यहाँ त कस्तो भने 5 थरबाट तेलकुमबाट इलामबाट 2 दिनको लागि पाउन आएको मान्छे नि 2 दिनको लागि पाउन आएको मान्छे एक दिन भए पनि तपाईको श्रमदानमा सघाउन जानु पर्यो भनेर मान्छे आइरहेको छ कि त्यो देखेपछि चाहिँ मलाई कस्तो लाग्छ धरानवासी आउनु पर्यो नि त त्यही त हामी बुझेको हामी छैनौँ क्या अनि एउटा कुरा यही मिडिया मार्फत मैले भन्नु चाहे के भन्दाखेरि हामी क्षेत्री बाहुनको चाहिँ छोरी चेलीलाई पनि अलिकति ससुराले मान्छे चाहिँ अलिकति स्वतन्त्र नछोडेर जाऊ श्रमदानमा भनेर नपठाएको एउटा राम्रो कामको लागि त सबैले सपोर्ट गर्नु पर्यो नि त ल ठिक छ श्रीमान विदेशमा छन् अरे ससुरा अशक्त हुनुहुन्छ अरे बुहारीहरू त सक्ने छन् नि त तर बुहारीहरूलाई पनि बुहारीलाई पनि पठाउँदैन तर मेरो बुहारी म हामीलाई चाहिँ श्रीमानले नि पठाइदिनुहुन्छ यहीँ ल्याइदिनुहुन्छ भनेपछि सबैले त्यसरी बुझ्नु पर्यो कि श्रमदान भनेको चाहिँ यो एउटा देशव्यापी रूपमा चाहिँ हुनुपर्छ भइराखेको पनि छ र सबै परिवारले पनि साथ समर्थन गरौँ क्या त्यो भन्न चाहे मैले चाहिँ तर हाम्रो जात चाहिँ छैन क्या किन त्यो केले बाँधेको छ क्या हाम्रो जातलाई चाहिँ छक्क पर्छु म अनि यो पाइपमा आएको पानी यो बगेको पानी सबै जातले सबै धर्मले सबै पार्टीको मान्छेले खाने हो त्यो जात धर्म पार्टी हामी कुरै नगरौँ श्रमदान गरौँ होइन अहिले धरान चाहिँ एउटा विश्वको आँखामा परिसकेको छ धरानलाई एउटा विश्वले सम्मान गरिसकेको छ त्यो सम्मानको एउटा आशा र भरोसाको प्रणेता चाहिँ हाम्रो हर्क साम्पाङजी हुनुहुन्छ होइन उहाँको भिजन र मिसनबाट हामी धरानलाई चाहिँ अब श्रमदान मार्फत चाहिँ ठुलो विकास संरचना निर्माण गरिरहेका छौँ त्यही भन्नु चाहे आफ्नो श्रीमतीलाई आफ्नो बुहारीलाई को अलिकति अशक्त हुनुहुन्छ घरमा बस्ने र अलिकति सक्ने युवा जोस जागर उत्साह भएको मान्छेलाई चाहिँ श्रमदानमा सबैले पठाइदिनु होला हार्दिक विनम्रताका साथ अनुरोध गरे है सबैलाई विशेष गरेर हाम्रो जात है नाक हाम्रो जात चाहिँ यो श्रमदानमा छैन मलाई एउटा दुःख लागेको कुरा चाहिँ कोही नआउँदा पनि हुन्छ अब पानी आइसकेको छ नआउँदा पनि 5 जना मात्रै छौँ केही फरक पर्दैन नआउँदा नि केही फरक पर्दैन त्यही पाइपको पानी आउँछ खान्छु खानु बस्नु कुरा काट्नु बस्नु अनि श्रमदानमा नआउँदा नि भयो नआउँदा पनि भयो कुरा काट्नेलाई सकिँदैन फेरि कुरा काट्नु बस्नु अनि यता त्यस्तो मान्छे पनि चाहिन्छ नि त फेरि विरोध गर्ने मान्छे पनि चाहियो प्रतिपक्ष पनि चाहियो विरोध गर्ने मान्छे पनि चाहियो नि त विरोध गर्ने बेगर त फेरि मुख चल्छ होला हात चल्दैन कि विरोध गर्ने मान्छे बेगर फेरि काम गर्न मजा आउँदैन नि त मुख चाहिँ हाम्रो अलिक बेसी चल्छ अनि घरमा पनि अलिकति